बुहारी भएर म सायद जुन घरमा भित्रिएँ होइन, त्यहाँदेखि मेरो इनलजसँग एकदमै राम्रो सम्बन्ध छ। मैले भनि नै हालेँ, एकदमै राम्रो छ। मैले जे भने उहाँहरू ओके होइन। मेरो डिसिजन नै फाइनल डिसिजन हो घरमा। अहिले पनि डिसिजन मैले नै गर्ने हो। म कहीँबाट पनि बुहारीले यसो गर्नु हुँदैन र यसो गर्नुहुन्छ भन्ने कुरा आजसम्म सुन्नु परेको छैन। सायद त्यो कुरामा आई गट लकी, त्यो पनि भन्न चाहन्छु होइन। म लकी भएँ होला र मेरो स्वभावले गर्दाखेरि पनि उहाँहरूले मलाई मन पराइदिनु भएको होला, माया गर्नुभएको होला। मेरो लाइफमा चाहिँ खासै चेन्जेस भएन, किनभने हामी सँगै छैनौँ होइन। मभन्दा थोरै डिस्टेन्समा हुनुहुन्छ उहाँहरू। सो त्यो कुराले गर्दाखेरि चाहिँ जसरी हिजो दिवाकरजी र म मात्रै थियौँ नि, अहिले पनि त्यही दुईजनामै मात्रै हाम्रो संसार छ कि। त्योभन्दा थर्ड चाहिँ अब अहिले बच्चाले अब त्यो के भन्नु, सुनमा सुगन्ध थप्ने काम रौनक लिएर आएको छ होइन। तर बिसाइड द्याट त्यस्तो धेरै एक्सपिरियन्स एज अ बुहारी गर्न चाहिँ मैले पाइनँ होइन। तर जति गरेँ एकदमै मिठो यादहरू छ, राम्रो सम्झना छ। र अहिले पनि अब अस्ति भर्खरै पनि म रिसेन्टली सिन्धुली गएर आएँ होइन। अनि घर चाहिँ सिन्धुली भएको भएर सो उहाँहरूले गर्ने माया प्रेममा त कहिले पनि कमी छैन। मलाई केही डिफ्रेन्सेस नै फिल हुँदैन कि। मेरो केसमा चाहिँ फिल गर्नु परेन मैले कल्चरल डिफ्रेन्सेस चाहिँ। किनभने यस्तो भयो नि त, म पनि खास अब बेसिकली अब पूर्वकै हो मान्छे म होइन। पश्चिम पुगेँ नि त। मेरो चाहिँ बर्न एन्ड ब्रट अप त पश्चिममा भयो होइन। मेरो पेरेन्ट्स त पूर्वकै